उन्नति गर्दै जानु ल खाइदियो साथले भात खाइदियो नि त मैले मेरो गर्लफ्रेन्डलाई हो त मोटीलाई हो मोटीको लागि हेर गाइस यत्रो देखा जानी हेर ए गाइस देख्न सक्नुहुन्छ है यस्तो गरौँ न रोशनलाई लुकाम एकछिन बस्नु बाहिर जाम अनि मैले प्रतीक्षा हाइदिनु भन्ला त रोशनले यस्तै तिनी र मोटीको रियाक्सन के हुन्छ होला है जान्न त एकछिन मोटी बहिनी बुलेट बाइकमा घुम्नलाई गाउँ जान्छी पछाडी बसेर फुल दिएर मोटीको लागि चाहिँ आज मोटीलाई चाहिँ हामीले सुके पनिर रसिलो भन्छ हैन गाइस यत्रो रोज के पुरै किनेर दिन लाग्छ के बिचारा कति महँगो कति दुःख कष्ट गरेर हैन दुःख कष्ट अब त्यही नि अब गल्फ विदेशको नरिसाउ त्यही नि यता म पोखरा हेर्दै छु ए अब चाहिँ हामी मोटीलाई चाहिँ आएपछि प्लान गरेका छौँ कि मोटीलाई चाहिँ यहाँ केही भयो भनेर बोलाएको छौँ मोटी चाहिँ आत्तिदै आउँदैन मोटी आत्तिदै आउने बित्तिकै मोटीलाई चाहिँ हामीले सरप्राइज दिनेवाला छौँ गाइज है हैन हुन्छ मैले ओइ मोटी दाइ 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 भनेर बोलाएको त ओइ ओइ रुकै म आइ भन्छि ल मोटी चाहिँ एकछिनमा आउँछिन् होला अनि मम्मी के साल खबर ल आइज नि यता ओइ मोटी घर बाहिर आइज हेर्न यहाँ बाइक पड्काएछ नि यहाँ कति मान्छेहरू आयो कि छिटो आइज त मोटी दौडिँदै आयो गाइज लडेछन् भनेर भने लडेछन् बाइकमा भने भर्खर बाइक किनेको लडेछन् भने ए हेर्नु मक्का फेरि प्रपोज चाहिँ नगर ल प्लिज है त्यो तँलाई एकछिन जस्ट मैले त्यतिकै मात्र के है ए भगवान मेरो दियरको बुद्धि त्यस्तो म तिमीले राम्रो गर्लफ्रेन्ड छोड्नलाई मैले बाहिर छुकुलाई चाहिँ मोटी आइछ सो त्यो गाइज अनि यहाँ चाहिँ हामीले चाहिँ फुल रेडी गरिसकेको छौँ होइन अब रोशनले चाहिँ टक्क दिन्छ त्यो त कति नराम्रो क्यामेरामा बुत्ती मार कि होइन त्यस्तै बुत्ती मार नि म बुत्ती बाल तिमीले अनि बुत्ती बाल दिउ कि होइन अनि पुरै म यता हुन्छु कि होइन पुरै म यहीँ हुन्छु क्या यिनीहरू लभ सिक्दैछन् यिनीहरू पनि दुईजना होइन दौडेर आउँछ आइपुग्छ एलेक्स नचल जब मोटीलाई चाहिँ सरप्राइज दिने भनेको छ हाम्रो चाहिँ यत्रो मोटीको लागि रोशनले यत्रो फुल किनेर लिएर आएको छ होइन कति गाह्रो छ कति लाग्यो बाबु यसलाई त 10,000 त लाग्यो होला है लाग्यो नि यसलाई 20-25,000 लास्टै मेहनत गर्छ कि मेरो भाइले आम्मा दामी देखिन्छ त है ल है ल गाइस 15,000 मा किनेको रे फुल चाहिँ यसले है मोटीको लागि कति कष्ट गरेको छ बिचारा बाहिर गर्लफ्रेन्डको लागि पुरै यति कष्ट गरेको छैन लोयलको बाउ भन्नुहुन्थ्यो यो छैन यो लोयल भनेर विदेशै ठिक छ नि त उहाँले अब ठिक छ के भएन नरिसाउ ल लायर माछा मिठो लागेको छ मम्मीको गाली खाएर बस्छ बुत्ती बालम तिमी लिख्देऊ न लिख्देऊ बिचरा कति दुःख गरेको छ लिख्देऊ न यहाँ कति मेहनत गरेको छ लिख भन न एक्सेप्ट गर मेरो माया भन न एक्सेप्ट गरिदिउ रे के खुट्टा कापिसक्यो भयो रे यो नाचेको हेर्न फेरि ताली बजा ला त राम्रोसँग दे तपाईँलाई म यो प्रेम प्रस्ताव दिन चाहन्छु एक्सेप्ट गर्नु होला भन्नु भन्नु नि त यसको त मनमै त्यही भयो होला त मलाई यिनीहरु जबरजस्ती भन्नुपर्छ के पागलले जस्तो खुलेर बस्छ
सब म भन्छु ल एकछिन भन्न देऊ न शब्द हान्छ तिमी फेरि तिमीलाई यस्तो भनेर सिधा भन्यो भने तिमी आउँदैनौ नि हैन तिमीलाई अब त्यस्तो लाग्छ भने म के भन्ने झन् राम्रो लाएर फुल किनेर ल्याइदिएको मैले फुल गर्दिन किनेर हैन प्लिज यो फुल फेरि मैले देखिसकेर मैले भ्लगमा किन्नु भएको बाबुले किन्नु भयो उसले किनेको नि त 20,000 मा म त 20 भन्दैन मैले दिइरहेको छु हैन फेरि लिग नि त एक दुईटा डायलग यो फुल सुके पनि म कहिले तिम्रो अगाडि सुक्दिन लिए पनि तिमीलाई लिएर चाहिँ के गाह्रो भयो नि यस्तै नै छु ह्याप्पी साथी देलो ल लास्टमा गाइज लास्टमा यस्तो धोका गरिदियो यसले है ठिकै छ थ्याङ्क यू भन ल म यतिकै बस्छु ल तिमीले देऊ नि त देऊ ओके रु एलेक्स खुसी भयो तिमीहरूलाई देखेर रिजेक्टेड के भन्न चाहन्छस् त यो रिजेक्सनमा अब उता यो विदेशतिर जानु पर्छ ला त म भन्छु ल तिमीले भन्छौ भन न होइन त्यतिकै लिएर भन दाइ अब यसपालि म भन्छु होइन तैँले नि दाजु अब बे गर्नुहुन्न आजदेखिबाट मेरो बुएको कुरा सकियो त्यो त 10 चोटीको डायलग हो तिमीहरू पनि आफ्नो बाटो लाऊ म पनि आज आफ्नो बाटो लाग्छु बाइक किनेछु बाइक पनि बेचिदिन्छु अब त्यही खाएर बस्छु ल मलाई थियो एउटा बाइक किनेको थियो त्यो पनि छैन अब सबै कुराहरू मलाई सबै कुराहरूले छोडेर गए ल यहाँ त मैले छोडेर गथे नि का यो कुरा त्यहाँबाट पुग्यो फेरि प्रेम प्रस्ताव स्वीकार्दैन होला प्लिज चोटी स्वीकारिसक्यो होला हौ लास्ट हैन रिजेक्ट पनि गरिसक्यो तिमी 100 चोटि लिन्छौ भने म यतिकै बहर तयार रोशन त्यसरी हैन कि त्यस्तो डायलग पुरानमा आई लभ यु भनेर सुन्दियो यसरी हो के भन्ने बाबु यसले लिन्छ मेरो दाइले आइ लभ यु मेरो दाइ हो त्यसरी दियो भने उलाई यहाँ हेर्नु पर्पज गर्ने कसरी हो यहाँ आउँदा क्यामेरा समात्नु यहाँ हो गीत भयो उसको जिन्दगी होइन ठिक छ के भएन बाहिर तिमीलाई नि अब सिङ्गल छु सो तर अघि हामीले त्यसैले अब मिल्छ भने अब पर्फर्मेन्स गर्दा नि हुन्छ है म सिङ्गलै छु भोलि यस्तै फुल लिएर ल्याएर नि मलाई दिँदा नि के फरक पर्दैन अहिले फेरि रियलमा चस्को लाग्ला है फेरि थाहा छैन तिमीलाई कस्तो भाँबाट रनिङ गरेर आउँदा त आधी किलो बोसो त घट होला है भाइले आउनु पर्थ्यो नि के सोचे थिए कति चाहिँ त्यहाँसम्म त कुकुरै थियो भाइ नलिक ल्याएको पछाडी त्यो आएको थियो त्यसलाई धरि थर्काएर पठाएको थियो आएन भाइ नि गोजीभित्र खरिस पछि आएको भए त देख्थेनौ यही सँगै भाइले आउनु पर्छ राति राति एक्लै हिँड्न लाग्छ डर लाउनु न मैले डर लाग्यो नि त्यति सम्झेर फोन गरेको भए त म डराउँदै दुगुन कस्तो राम्रो फुल दिइरहेको थियो मैले राम्रो फुल त दियौ त नि त्यो यहाँ आएर त ल खुसी लाग्यो भनौँ न त्यो बाटोमा हुन्छ त पर्छ लाउँदा कोही खुसी लाग्यो रे त्यही लियो नि त 10 चोटि लिन्छ सरी यस्तो पोजिसन बिर्सेको यस्तो माया गर्छ बिचरा अहिले भाइले लाग्छ नि एकछिनको लागि मात्रै दिएर तर किनेर दिन सक्दैनस् भन्ने कुरा भयो ओइ किन्नु परेको कति हो रे फुललाई 15 रुपैयाँ छैन होला उसलाई मेरो सरी भन्दिनँ म भाइले मुनाले हेर्ने थियो रे त लप्सी हैन हौ के त्यो के रे अमला मुनाले हेर्ने दाइले अमला ल्याइदिनु भयो अमला कस्तो थियो दाइले ल्याइदिएको हामीलाई पनि ल्याइदिनु भएको छ चप्पल पनि ल्याइदिनु भएको दाइले चप्पल र उसो के ल ठिक छ थ्याङ्क यू दाइ भन रेड कलर हो ल ठिक छ चप्पल रे ए लास्टमा मोटीले अर्कैलाई प्रपोज गरिदियो यस्तो साथी त कस्तो छ न मलाई पर्पस होइन ठिकै छ म सिङ्गल छु नि होइन ओइ तेरो तर गाइस यस्तो हार्न खानु यो भन्दा 100 कुरा राम्ररी पाउनु चाहिँ यस्ताले रिजेक्ट गरे भने यस्तालाई भोलि बिहान बुलेट बाइक अस्ताले अर्केर राखिदिनु रोएर बस्ती यस्तो हाम्रो बहिनीको नि हिरा छोडेर किरा रोज्ने बानी छैन मेरो त्यो अर्को पनि आमा हिरा हो कि बानी छैन ओए कस्तो जान्छ बाबु प्लिज है ल त्यही हो है गाडी त दिदी गर्नु पर्यो नि गाडी चाहिँ पागल प्रेम हो है सबैजना हुन्छ पागल भइसक्यो प्रेममा यसरी नै त्यो फेसबुकको पासवर्ड चाहिँ पाउन नसकेको अधुरो माया प्रतीक्षा हो ए हो अधुरो माया रे के तिमीले एक्सेप्ट गरेको भए तिमीले फेसबुक आइडी पाउन सक्थ्यौ रे के उसको अनि यहाँ सुन्नु न त नि त्यो फुल लिएपछि चाहिँ के भयो यिनीहरूले चाहिँ के सोचेका ओ भर्जिली एक्सेप्ट गरिरहेछ त्यो हो ये मैले मेरो डायलगै अनि बिर्सेको तिम्रो बोयफ्रेन्डलाई के भन्छौ त नि नेता यसो गर्नु ये काटेर म हो र गाइस डिसरेस्पेक्ट विथ रोशन है गाइस ओए के भन्न चाहन्छस् के मेरो बोयफ्रेन्डलाई ए बाबा 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 त्यो बेफाल्टुको त्यो फाटो नबनाऊ मैले तपाईँलाई भनेको होइन बाबा मैले अर्कैलाई भनेको
कुहारको कुहार या दाइले भने त दाइले तँलाई भने कस्तो सिरियस भएको र यहाँ सेन्टी भएको कुरा भयो भित्र रुनै लाग्यो एक्सेप्ट नगरेर एक्सेप्टै गर्दैन यार मलाई त एक्सेप्ट गरेन ठिक छ नगरेन ठिक छ बिहा भइसक्यो हामी पनि अब हामीले पनि यो कि एक्सेप्ट नभएन हुन्छ ठिक छ आई लभ यु नापियो भन्यो नापियो भन्यो चुप भन्दिन नि एलेक्स आई लभ यु सबैभन्दा खुसी चाहिँ एलेक्स भएछ आई लभ यु त भन्न भएन अनि कहाँ यो त मेरो बाबु ओइ लडर त ताली बजाएको बजाउनु तिमीले नाचेर उसलाई चाहिँ जो जस खुसी लाग्यो मोडी दिदी र रोशन दाइको लभ सक्सेस भन्छ अरे उ कसको कुरा यो बेफाल्टुको कुरा नितु हजुर हजुर एनिभर्सरी कहिले हो हाम्रो एनिभर्सरी अब कहिले छ गाइस त्यो चाहिँ मलाई फागुन 27 गते छ हाम्रो एनिभर्सरी है हजुर सुकुल पनि बाहिरबाट मैले लगाइदिएको भन्दिनँ नि ल अब यस्तो अब उहाँ अब बिचरा भाँडा रन्केर आउनु भयो रहेछ उसको लागि चाहिँ एकदम सरी है मनबाट नै त्यस्तो सरी भन्नु पर्दैन कि प्लिज तपाईँको बोयफ्रेन्डलाई अब यस्तो अब हजुरले अब हजुरले अब फुल मैले उस गरेर दिन सकिनँ होला फुल नदिए पनि हामीहरू चाहिँ तपाईँलाई गिफ्ट दिन चाहन्छु ल लगाउनु अनि मैले चाहिँ यो लगाउनु केमा न चलाएर हिँड्ने यसो लगाउनु कस्तो लगाउनु पर्छ पर्दैन पर्छ मसँग बुलेटमा राइड जान्न तिमी भन्न बुलेटमा राइड जानु तिमी ल लगाउ त ए म आफै लगाइदिन्छु कान नि। दुख्छ म बिस्तार के लगाइदिन्छु यस्तो हुन्न नि त। मलाई लगाउन आउँछ नि अनि ल ल एकदमै राम्रो देखेको छ मलाई यो हेलमेट गिफ्ट गर्न चाहनुहुन्छ हेलमेट अब तिमीलाई यो अरू के ग्रफ छ तेरो तर्फबाट एलेक्स फेरि मस्किया मस्के छ यता के हो तिमीहरू दुईजनाले देखेर त ऊ मस्किन्छ त त्यसै यसलाई अब खै किन मस्केको तिमी दादा दादा तिमीलाई अरू केही नजान्छ दादा नेपालबाट देखिँदै के एकदमै राम्रो देखेको छ होला बाइक चलाउने हो कहाँ बाइक चलाउने बाइक मान्छे हो त ठुलो बाइक ल त बाइक चलाऊ गो एन्ड प्लिज राइड यु आर माई लेडी राइडर ल ल यु रेडी राइडर न अहँ। गो